सरले नमस्ते साथीहरु तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। टक्क म चाहिँ यहाँबाट निस्किसकेको छु हैन। अब यहाँबाट टक्क बस चढेर अब मुसलमानतिर चल्दिनु पर्ने हुन्छ हल्का हैन। अब यस्तै छ ट्याक्क गाडी पनि आएछ अन्त टक्क टक्क लाएर हैन। हेरौँ कुन गाडी आउँछ। ट्याक्क X5 पनि आएछ पछाडि हैन। त्यो बस त्यसो चल्दिनु पर्ने हुन्छ। जाडो तर बाहिर त गर्मी छ तर भित्र चाहिँ एसी चिसो लाग्दैन साथी बस पनि राख्छु हेरौँ अब एकछिन कुदेर फेरि के गाह्रो छ नि ट्याक्क आइसक्यो साथी म चाहिँ फाइनली होइन क्याम्प पनि झरिसकेको छु। म सबै क्याम्प मार्केटतिर अब यताबाट अब मेरो गाडी कता छ भने छ कि छैन आज गाडीको हाम्रो गाडीको मालिक छ कि छैन हेरौँ हैन। यस्तै छ पछाडितिर कुन चाहिँ छ यसो अटोमेटिक सबै अटोमेटिक सेयरमा त के हो यस्तै टक्क म चाहिँ अलिक क्याम्पको मार्केटतिर घुमिरहेको छु मस्त। मेरो चाहिँ फाइनली गाडी पनि आइसकेको छ हैन। म चाहिँ भित्रतिर यसो राउन्ड लगाएर हैन म चाहिँ टक्क गाडीतिर आइसकेको छु छिरिसकेको छु। अब साथीहरु म चाहिँ टक्क हैन गाडीतिर बसिरहेको छु हैन। हाम्रो गुरुजी यता हुनुहुन्छ हैन। अब उता अलि उसतिर गएर चलाउनु पर्ने हुन्छ। यस्तै छ हेरौँ कस्तो हुन्छ। अब अलिअलि कोसिस त गर्दैछु हैन। हेरौँ कतिको गोल्डेन चान्समा ट्राई गरेको। अब हेरौँ कतिको साथ दिन्छ लकले हैन। अब हैन सिक्नु त अब अलिअलि सिकिरहेको छु हैन। खासै नेपालमा नि अब त्यो ट्रायल गरेर लाइसेन्स निकाल्यो त्यसपछि खासै रोडतिर त्यस्तो धेरै चलाएको छैन। त्यही पनि ट्राई गरिदिउँ भनेर ट्राई चाहिँ गरिरहेको। हेरौँ के कस्तो हुन्छ। और कैसे है गुरुजी सब ठीक है? पास हो गया आज सुबह का था ना पास हो गया सही है ना पास हो गया। अब मेरा क्या होगा पता नहीं। कोशिश करना बस। कोशिश तो मैं करूँगा। अभी डेट क्या हो रहा है मेरा? वो चेक करेगा। मेरा ये 20 से आगे मिलेगा नहीं मिलेगा? चेक करेगा तो 20 से आगे मिलेगा तो थोड़ा मेरा अच्छा से ट्रेनिंग करना है। ट्रेनिंग उसका 20-25 घंटे तालीम दिया वो भी तुम्हारा सेम था। हाँ ठीक है मुश्किल है। ट्रेनिंग लाजिम चाहिए। ट्रेनिंग नहीं करेगा ना लाजिम चाहिए। ट्रेनिंग करेगा तो फिर बराबर होगा। ट्रेनिंग करेगा फिर कैसा बराबर होगा? ट्रेनिंग करना अभी हो रहा है थोड़ा। मेरा डेट फिक्स होने के बाद फिर मैं डेट फिक्स नहीं हुआ ना। अभी डेट फिक्स नहीं किया इसलिए डेट मुश्किल नहीं है लेकिन तुम ट्रेनिंग करना चाहिए। डेट उसका भी हम पहले बाद में पकड़ा ट्रेनिंग होएगा तुम रेडी हो जाना। डेट मुश्किल नहीं है तुम रेडी बन जाओ बस। ठीक है मैं ट्रेनिंग करना होगा। तुम एक दिन आएगा 4 दिन नहीं आएगा नहीं करेगा। वो तो डेट नहीं तो फिक्स है ना इसलिए क्या बता डेट मुश्किल है। आ गया मेरा साथी म चाहिँ गाडी सिकेर हल्का अब निस्किसकेको छु हैन। अब फेरि अब दाजुले बस चढेर जानुपर्ने हुन्छ। ऐसे हिँडेछ हैन यो गाह्रो छ गोल्डेन चान्समा ट्राई गरे किनभने त्यो थाहा छैन हैन। तर पनि हेरौँ ट्राई गरौँ हैन। भएन भने जे पनि एकचोटि ट्राई त गरौँ भन्ने तरिकाले गरिरह हो तातिर हो। हेरौँ के कस्तो हुन्छ।
थाहा छैन साथै क्याम्पबाट बस चढेर चाहिँ होइन फेरि अब्जर्भ सिफ्टीहरू जानुपर्ने हुन्छ 110 होइन त्यस्तै छ बसमा चढिसकेको छु फाइनली एक घन्टा गाडी क्लास लिएर अब फेरि साथी हो फेरि म बस एक्सचेन्ज आइसकेको छैन अल्कलेज बीमारी ऐसी चल रहा हुन्छ त्यही भएर अहिले गर्मी गर्मी फिल भइरहेको छैन क्या लाएर हिँडेको अहिले त हल्का गर्मी गर्मी भएको जस्तो फिल चाहिँ भइरहेको हेरौँ यस्तै छ अब फेरि अर्को बस कुरेर चल्नु पर्ने हुन्छ हेरौँ कतिखेर आउँछ फेरि टाइम त लाग्दैन होला एयरपोर्ट रोड सुनिसक्नु एयरपोर्ट रोड एयरपोर्ट सिङ्गल अलि अगाडितिर गएर झर्नुपर्ने हुन्छ ठाउँ त राम्रै छ यतातिर आउनु होला यसो बिहानतिर गरेर साइडतिर अब त यतातिर हिँड्नु मजा आउँछ नि त त्यति साह्रो गर्मी हुँदैन रनिङ सनिङ गर्न आउनु साथी टक्क भन्नुपर्दा म चाहिँ अहिले जाई स्पोर्ट्स सिटी बस स्टपमा छु होइन उता अगाडि चाहिँ जाई स्पोर्ट्स सिटी यो 94 पनि जान्छ 94 पनि आयो कुन चाहिँ बस आउँछ त्यहाँ एकछिन कुर्यो भने आउँदा आउँथ्यो X5 त्यहाँ एकछिन कुर्यो भयो नि तर छिटो हुन्छ कि भनेर बस चढेर आएको हेरौँ के कस्तो हुन्छ हेर्नु त अब बिहान त जाडो जस्तो लागेको थियो तर अहिले चाहिँ गर्मी गर्मी होइन यस्तै भइरहेछ अलिअलि 54 नम्बरको बस पनि आइसकेको छ होइन टक्क म चाहिँ चलिसकेको छु फेरि अब झन् चाहिँ X5 पुऱ्या भयो भने पाउँथ्यो होला पाउनु त होइन यस्तै छ अब 5 मिनट जति लाग्छ त्यहाँ पुग्न होइन मिनटभन्दा त्यस्तै हो 20 मिनट जस्तो लाग्छ होला साथी हो फाइनली म चाहिँ बसबाट झरिसकेको छु होइन झरेर नि अब हिँडिसकेको छु होइन अब यताबाट एक्चुअली यहाँनिर यो उसमा मार्केटमा छिरेर चल्नु कि भनेर साथी हो होइन लहर लहर हिँडेछ काम पनि छैन फुर्सद पनि छैन भने जस्तै हो के गर्ने
हिँड्नुपर्ने हुन्छ हिँडेछु लहरमा सर अब यहाँभित्र यो मार्केटमा सिधै जाने उतापट्टि जानुपर्ने हुन्छ त्यतापट्टि होइन एकछिन यसो के कस्तो छ यतातिर नि घुमिदेऊ न होइन भन्ने तरिकाले हो 6-7 महिना भइसक्यो हुन त यतातिर खासै त्यति राम्रोसँग हिँडे होइन क्या फेरि यता नजिक नजिक अब खालि कि त यहाँ छ साथीको के गर्ने आज चाहिँ हिँडाइ बवाले होला जस्तो छ है त साथी म चाहिँ टक्क होइन अब अवस्था आउँछ गाह्रो छ सुट्टा चर्काउँदै खुट्टा पड्काउँदै फाइनली म चाहिँ आइपुगेको छु के गर्ने गाह्रो छ भोलि हो यस्तै हो बाहिर आज जे होस् एक राउन्ड लगाएर आइयो जाडो छ हो साथी हो होइन तुलतुल पसिना निस्केर